हामी टुप्पी डाँडा 2720 मिटरबाट अब अहिले ताङ्गु खर्का आएका छौँ जुन 2878 मिटरमा छ। हाम्रो यात्रा जारी नै रहनेछ। माथि हिउँ छ भन्ने खबर पनि पाएका छौँ हामी फर्किएका पैदल यात्रीहरूबाट। यहाँ हिउँ अलिअलि परेको देखिएको छ। जलवायु परिवर्तनले गर्दा के असर चाहिँ देखिएको छ हाम्रो पर्यावरणमा। जलवायु परिवर्तनले गर्दा नेपालको हिमाल आज नाङ्गो देखिएको छ। यो विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आवाज उठाउनु पर्यो। हामी यसको घोर भर्त्सना गर्न चाहन्छौँ यही माध्यमबाट। धन्यवाद। हामी रातोमाटीबाट लाग्दैछौँ। अहिले हामी ओह्रालो झरेर एउटा खोल्सामा आएका छौँ। यस्तो खालको पहिरो गएको देख्न सकिन्छ यहाँ। हाम्रो आज गन्तव्य लामडाँडाबाट थोरै अगाडि एउटा चोकर डाँडा भन्ने छ अरे, त्यहाँसम्म पुग्ने योजना छ। साथीहरू पनि जोसिएका देख्छु म, सकिन्छ भनेका छन्। हेर्दै जाउँ हाम्रो गन्तव्यले कहाँ पुऱ्याउँछ हामीलाई। धन्यवाद। हामी त्योभन्दा मुनि खोल्साबाट हिँड्दै अहिले रातोमाटी आइपुगेका छौँ। हेर्नुहोस् यो रातोमाटी हो। हाम्रो आज यहाँ बस्न सक्ने हुनसक्छौँ हामी रातोमाटीबाट माथि नै आयो चोकर डाँडामा जाने योजना बनाएको छौँ। कपाल भिजेको छैन हो, त्यही भएर त्यो देखिएको त्यहाँ अगाडि माथि देखेको सानो घर त्यो चोकर डाँडा भन्ने बुझिएको छ। त्यहाँ गएर आज हामी बास बस्छौँ। बाटो हिँड्दैछौँ, 1 घन्टा जस्तो लाग्ला करिब। एउटा साथी आउनु हुन्छ पछाडि अझै। साथी हाम्रो यहाँ पानी पर जस्ताबाट हिँड्नु भएको, जस्ताको जुगाड गरिरहेछ। धन्यवाद। माथि हिँड्दै यो ठाउँमा आएको छौँ। यो रातोमाटी हुनसक्ने हाम्रो शङ्का छ, तर 2-3टा होटल छन् जुन बन्द गरिएको छ। हामी अझै माथि लाग्दैछौँ। हामी चोकर डाँडामा गएर बस्ने योजना बनाएका छौँ। साथीहरू तात्तिनु भएको छ। साथीहरू त 5 बज्ने पुग्ने भन्नुहुन्छ, त्यही पनि होइन, बिस्तारै जानुपर्छ भन्नेमा छौँ हामी। धन्यवाद। पर्यो फुरुरु हिमाली भेगैमा हिउँ पर्यो फुरुरु। हिउँ, स्नो गाइज, स्नोफल लाइभ स्नोफल। फाइनल्ली चोकर डाँडा त्यहाँ झन्डा देख्न सक्नुहुन्छ। हामी चोकर डाँडा आइपुगेका छौँ। हिउँ पनि एकदम मजाले परेको छ यहाँ त। यो अहिलेसम्म केही नभएको डाँडा पनि अहिले सेताम्मै हुन पुगेको छ हिउँले। साथी एकजना आइसक्नुभयो, एकजना तल यहीँ नजिक हुनुहुन्छ। राम्रो हिँड्नुभयो साथीहरू। हामी करिब 2 बजीतिर देउरालीबाट हिँडेका थियौँ। यहाँसम्म आइपुग्यौँ। हामी टुप्पी डाँडातिरै बस्छौँ कि भन्ने थियो, तर हाम्रो हिँडाइले हाम्रो जोस जाँगर र मौसमले हामीलाई यहाँसम्म ऊर्जा दिएर ल्याइपुऱ्याएको छ। यसको लागि हामी प्रकृतिलाई धन्यवाद भन्न चाहन्छौँ। थ्याङ्क यू। हामी भोलि सायद यतै कता यसकै वरिपरि कताबाट जान्छौँ होला। हामी 5 पोखरी पुग्छौँ। बिहानै उठेर सबैले पुग्ने हाम्रो प्लान छ। लक्की डे भन्नुपर्छ। हिउँमा पनि परियो, हामी घाम पनि देख्यो बिहान, पानी नि पर्यो। अब हामी माथि आएका छौँ। आज हामी यहीँ बस्छौँ। चोकर डाँडा हामी आइसक्यौँ। आज यहीँ बस्ने हाम्रो योजना छ। यहाँभन्दा माथि अगाडि नहिँड्नु। हिउँ परेको बेला अलिकति शरीरलाई एक्लिमेटाइज पनि गर्नुपर्ने अवस्था आएको छ। भोलि हामी सबैले कति बेला उठ्न सक्छौँ त्यति बेला चाँडै निस्केर निसामपाटी हुँदै लौरी बिना हुँदै 5 पोखरी भ्यू पोइन्टसम्मै पुग्ने योजनामा छौँ। हेर्न सक्नुहुन्छ। चोकर डाँडा आइपुगेका छौँ। यस्तो छ हाम्रो रुम होमस्टेको। जे होस् यतिलाई राम्रै मान्नुपर्छ। यहाँ जुत्ता राख्ने ऱ्याक दिएको छ। यो पाथबाट हिँड्यो। यो बाहिरको सिन भयो। यता हिउँ परेको छ, अहिले रोकिएको छ, तर परिरहेको छ अलिअलि। हामी अहिले अब त्यही होमस्टेको किचनमा छौँ। यहाँ आगो ताप्दै बसेका छौँ तातो बनाएर। दाइले आगो बालिदिनु भएको छ। दाइ हाम्रो लागि यहाँ चियाहरू बनाउन तर्खरमा हुनुहुन्छ। एकदम न्यानो छ यो कुना। साथी यहाँ कपडा सुकाउँदैछ। आज हिउँले पानीले भिजेको टोपी ज्याकेट सुकाउँछु भनेर बसेको छ। हामी सुन्थ्यौँ स्वर्ग कहाँ भनेर सुन्थ्यौँ, आज देख्न पायौँ। चोकर डाँडाबाट आज हामी स्वर्ग देख्यौँ। अहिलेसम्म मैले तपाईँहरूलाई ब्लगमा देखाइरहेको थिएँ यो डाँडा हरियाली थियो। अहिले हेर्न सक्नुहुन्छ हिउँले भरिएर तलतिर कालो, माथितिर हिउँले भरिएको छ। यतापट्टि नि हेर्नुहोस् कति खुलेको छ आकाश।
त्यहाँ बिर्सिन्छ यार दाइ यार लिएरै जान साथीहरू झगडा गर्दैछन् यो गाइस अहिले हामी चोकर डाँडामा छौँ र अहिले रातको 8:52 गएको छ हामी भर्खर मात्र खाना खाएर यो कोठामा सुत्न आएको छ हाम्रो सञ्जय अनि हाम्रो आशिष सञ्जय हामी चाहिँ अहिले बिस्तारै मिलाउँदैछौँ होइन अनि सुत्नुभन्दा अगाडि एउटा भ्लग गरौँ भनेर साथीले आग्रह गर्नुभयो र मैले सानो भ्लग ल गाइस अब साथीहरूको चर्तीकला हेर्नुहोस् त्यति एकजना होइन कि यार ओके गाइस गुड नाइट होइन के भन्नु आशिष के भन्नु छ गुड नाइट बाई 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 सन्चै ओके सी यु टुमारो बाटो घुमाउरो है त ओके गाइस साथीहरू अहिले 9 बज्न लागेको छ अहिले साँझको 9 बजेको छ भन न हामी खाना खाएर आयौँ खानामा हामीले सुकुटी खायौँ भन न पानसिङ मसरुम च्याउ पानसिङ च्याउ भन्ने आलुसँग मस्त खायौँ टमाटरको अचार भात अम्लेट पनि खायौँ आलु र च्याउ थियो के हेरेर तिमीले ल अब अहिले हामी त्यहाँबाट सुत्न आयौँ ओके गाइस गुड नाइट भुइँमा हामीले तलको टसना मुनि ब्ल्याङ्केट 4 ब्ल्याङ्केट ओछ्याएका छौँ अझै एउटा दुइटा ल्याउने कि के यार 4वटा ब्ल्याङ्केट ओछ्याएको छौँ भुइँमा र माथिबाट हामीले तिनजनाले This is guys, this is Himali Zilla. So cold guys. So cold guys. हामी तिनजनाले तिनवटा ब्ल्याङ्केट ओढिरहेको छौँ टोटलमा हामी 13वटा ब्ल्याङ्केट एउटा ओछ्याउनु पर्छ कुनैमा अब 3-4वटा रुममा कोही हुँदैन रहेछ त्यही भएर हामीले सबैमा सबै जग्गा मेरो तेस्रो ब्ल्याङ्केट आइरहेको छ You need more. No man, हेलो गाइस गुड मर्निङ हामी अब यहाँको यात्रा अगाडि बढ्न गइरहेका छौँ हाम्रो आशिष यता जुत्ता सुत्ता कस्दैछन् यता हो आशिष छिटो निक्लिनु पर्यो है सरलाई यहाँ सुगर धेरै भयो म सकिँ भन्ने ठुलो चिन्ता छ ल अनि कस्तो रह्यो सन्चै बसे आज चोकर डाँडा बसाइ अलिक चिसो भयो भने अब यो हुनलाई हिउँदको मौसम हो तैपनि हिजो ठुलो हिमपात भएको कारणले गर्दाखेरि यहाँ अत्याधिक चिसो छ बाल्टीमा पानीहरू जम्या छन् चिसो भए तापनि अब यो हाम्रो यो हामी जुन ठाउँमा बस्यौँ यहाँको दाइ दिदीले एकदम राम्रो आतिथ्यताबाट हामीलाई पुग्ने ओड्नी सोड्नी लगायत तातो पानी सबै व्यवस्था गर्नुभएको कारणले गर्दाखेरि हाम्रो बसाइ एकदम रमाइलो र सुखद रह्यो ल धन्यवाद सन्जय अनि आशिष अनि चोकर डाँडाको बसाइ कस्तो रह्यो त आज यो बसाइलाई हामीले एकदम स्मरणीय अविस्मरणीय होइन स्मरणीय नै भन्नुपर्छ अविस्मरणीय नभनौँ स्मरणीय चाहिँ थियो ल गाइस अब हामी माथि 5 पोखरीको यात्रामा अगाडि बढ्दैछौँ र बाटोमा हामी ब्लगहरू गराउँदै जान्छौँ सबैलाई शुभ प्रभात हामी चोकरगाङबाट नस्यामपाटीतिर लाग्ने क्रममा छौँ घाम मजाले लागेको छ हिजोको मौसम एकदम विकराल अवस्थामा थियो हिउँ नि परेको थियो पानी नि परेको थियो आज भने एकदम मौसम खुल्ला छ साथीहरू बिस्तारै ऊर्जा बटुल्दै हुनुहुन्छ बिहानको निन्द्रासँगै हामी अब यो बाटोबाट माथि लाग्छौँ अलि माथि यो कालोपट्टि सायद हुनुपर्छ नस्यामपाटी त्यहाँबाट पनि केही समय लाग्नेछ हामीलाई धन्यवाद हामी चोकरगाङबाट अहिले ठ्याक्कै आयो तापखर्कमा अबदेखि सकिन्छ अब चाहिँ भुइँमा हिउँ भेट्न सकिन्छ हामीले अब हिमाल हेर्नु सब यहाँबाट हाम्रै आँखै अगाडि हातैले छुने अवस्था देखिन्छ सानो गुम्बा जस्तो बनाइएको छ यहाँबाट हामी अब हिउँसँग जुवारी खेल्दै हिउँसँग भलाकुसारी गर्दै अगाडि लाग्नेछौँ साथीहरू एकदम अहिलेसम्म निन्द्रामा देखिनुहुन्थ्यो भने अहिले जोसमा आउनुभएको छ हेर्न सक्नुहुन्छ हिमालको काखैमा छौँ हामी हिमालले हामीलाई नै छोएर बोलाइरहे जस्तो लाग्दैछ कानमा सुसेली फुक्दैछ धन्यवाद माथि लाग्ने क्रममै छौँ तर हामीलाई प्रकृतिले अहिले बाँधेर राखेको अवस्था छ जता हेऱ्यो त्यतै सेताम्मे
साथीहरू मन्त्रमुग्ध भएर यहीँ घरजम गराउँ जस्तो अवस्थामा पुगेका छन्। तर हामी अझै अगाडि जानुपर्छ। हामी अहिले ताप खर्कमा छौँ। ताप खर्कमा जुन 3407 मिटरमा रहेको छ। हामी आज सम्भवतः 4300 मिटरसम्म पुग्नेछौँ। नमस्कार साथीहरू, फेरि पनि हामी त माथि लागिरहेको छौँ। जति माथि लाग्यौँ त्यति हिँड्न अप्ठ्यारो, त्यति नै बाटोभरि हिउँ फैलिरहेको छ। यो दृश्यले हामीलाई यति मन्त्रमुग्ध पारेको छ, सोच्दैछौँ यतै घरजम गरेर बसौँ। हिउँको लेभल हेर्नुहोस्, यहाँ कति लेभलमा हिउँहरू जमिरहेका छन्। हामी अब यहाँ एकअर्कालाई आन्दोलन क्रममा छौँ। हामी हिउँ प्रहार गरिरहेका छौँ डल्लो बनाएर। तपाईँहरूलाई निरन्तर अपडेट गर्ने रहनेछौँ। नेपाल साँच्चै नै सुन्दर, साँच्चै नै स्वर्गको टुक्रा नै मान्नुपर्छ। साथीहरू हेर्नुहोस्, यहाँ त हामी एक हातको हिउँ छ। भित्र छिर्यो भने मान्छे निस्किन नसक्ने अवस्थामा पुगेको छ यहाँ त। त्यही भएर हामी माथि चढिरहेका छैनौँ। अलिकति माथि यहाँ निस्यामपाटी देखिरहेको छौँ हामीले। निस्यामपाटी त्यहाँ पुग्छौँ हामी। त्यहाँ पुगेर यसो चिया नास्ता गर्न सक्छौँ। होइन भने त्योभन्दा अगाडि होटेल नभएको सुनिएकोले हामी फटाफट 5 बजे नै पुग्न सक्छौँ। वहीँ गएर खाजा नास्ता खाना के हुन्छ हेर्नुहोस् न। यो दृश्य मैले तपाईँलाई जति वर्णन गरेँ पनि तपाईँको आँखैले नदेखेसम्म यो सिद्ध हुँदैन। त्यसैले घुम्नुहोस्, नेपाल घुम्नुहोस्, 70 जिल्ला घुम्नुहोस्। 77 जिल्ला भने मैले पनि। गाइज हामी अहिले हिउँको बाटो हिँडिरहेको छौँ र हाम्रो साथीहरू यहाँ हिउँको बलिङ र हिउँको ब्याटिङ। ल गाइज रेडी अन क्यामेरा। हुन्छ डिबाला र गोल्कीमा हुन्छ बफन। चल्दैछ यहाँ पेनाल्टीको बल। गोल्की एकदम उत्तेजित देख्नुहुन्छ। बल गएको छ, हाई पोस्टबाट बाहिर हाई हुन पुगेको छ। यसका साथै वर्ल्ड कप जित्न सफल भएको छ इटाली। गाइज हामी अहिले यो हिउँले भरिएको बाटो जताततै हिउँ देख्न सक्नुहुन्छ। हामी अगाडि बढिरहेको छौँ। अगाडि मेरो 2 जना मित्रहरू अगाडि हिँडिरहनु भएको छ। इट्स सो फन गाइज। ल यी हिउँको पाखोमा हाम्रो साथीहरू 2 जना साथीहरू माउन्टेन क्लाइम्बिङ गर्दै हुनुहुन्छ। उहाँहरू पछि सगरमाथाको शिखरमा पुग्ने अभ्यास गर्नुभएको भन्ने चाहिँ खबरमा जानकारी आएको छ। र सन्जय चाहिँ एकदम एक्साइटेड भएर एकदम अगाडि हिँड्नु भएको छ आशिषजी। ल केटा ल आशिष यो गाइज ओ बल्ल भएन। ल यसलाई हेरेपछि हामी बाँदरकै पुर्खा हो भन्ने कुरा प्रमाणित भयो। अब हामी अगाडि बढिन्छ। गाइज यो रमणीय दृश्य हजुरले देख्न सक्नुहुन्छ। यता तल हिमाल टल्केका छन्। यतातिर पुरै हिउँले भरिएको पाहाडमा हामी हिँड्दैछौँ। हाम्रो आशिष र सञ्जय र अब साथीहरूलाई 2 मिनट यो हिउँको यात्राको अनुभव पनि साट्न हुन म अनुरोध गरेँ। सञ्जय के छ? के रमाइलो भइरहेको छ होइन? रमाइलो भइरहेको छ। चारैतिर हिउँ छ। हजुर हिउँ हेर्दा त्यो मन्त्रमुग्ध सिक्ने जस्तो भइसक्यो। ओके त्यो हेर्दा तर हिउँ एकदमै बाक्लो छ। यतिको बाक्लो हिउँ पहिला अनुभव गरेँ। अझ माथि जाँदा त्योभन्दा निकै बाक्लो हिउँ प्राप्त हुने प्रक्षेपण हामीले गरेका छौँ। त्यस कारणले गर्दाखेरि अत्यन्त रमाइलो भइरहेछ। अनि आशिष तपाईँहरू हिमशिखर हेर्न सक्नुहुन्छ। तपाईँहरू त सिर्फ हेर्न सक्नुहुन्छ। हामी त्यसलाई छोएर महसुस गर्ने अवस्थामा पुगिसकेका छौँ। त्यति आनन्दित महसुस भएको छ। अझ हामी स्वर्गको टुक्रा 5 पोखरी त हामी अझ पुग्नै पाइन्छ। यही ऊर्जा लिएर हामी अझै हिँड्यौँ भने हामी अब यही भ्लगमै अगाडि बढ्छौँ। ल अनि एकदम रमाइलो भइरहेछ अनुभव चाहिँ। अब हिउँमा पहिलोचोटि अब हामी नवलपुर जिल्लाको तराईवासी यो हिउँ देख्दा त झन् अब एक्साइटेडको सीमै रहेन। र अब हामी उता निशानपाटी भन्ने ठाउँमा गएर सायद चिया नास्ता अथवा खाना केही खाएर हामी अगाडि बढ्छौँ।
ओके गाइज, किप इन टच। यो गाइज, हामी अहिले निशानपाटी आइपुगेका छौँ। निशानपाटीबाट हिमालको दृश्य एकदम छलङ्ग देखिन्छ। हामी यो वनको बाटो हुँदै आइयो र यहाँ माथि पनि पुरै हिउँ नै हिउँ भरिएको डाँडा छ। माथि घाम झुल्किरहेको छ, निक्लिरहेको छ डाँडामाथि र पर एउटा ठुलो हिमाल देख्न सकिन्छ। अब त्यो हिमालको नाम के हो त यो भूगोलमा हेर्नुपर्छ। तर गाइज एकदम रमाइलो भइरहेछ। हामी यो हिउँ नै हिउँले भरिएको बाटोमा तपाईँ देख्न सक्नुहुन्छ कति बाक्लो हिउँ छ। यो बाटोमा अब हामी अगाडि बढिरहेछौँ गाइज। अहिले हामी 3700 मिटर माथि उचाइमा आइपुगेको छौँ र अब हामी म खालि पानी पोखरी मात्र भन्ने रहेछु। पाँच पोखरीको यात्रा हामी अगाडि बढ्छौँ। सन्जय पछाडि एकदम फोटो भ्लग गराउँदै आइरहनु भएको छ र प्राकृतिक दृश्य पनि यति सौन्दर्य छ कि यस्तो मन्त्रमुग्ध पार्ने छ। मेरो साथीले हेभन इज मिथ दिस इज रियल भनेर मिठो डाइलग मार्दै हुनुहुन्छ र हामी अगाडि बढ्दैछौँ। अहिले घाम पनि लागेको छ, घमाइलो दिन छ, हिउँ टल्केको छ, एकदमै रमाइलो छ गाइज। ओके गाइज, हामी निशानपाटीबाट अगाडि बढिसक्यौँ र यो बाटो हुँदै हुँदै अब हामी माथि एकदम हिमालको निकटमा हामी पुग्दैछौँ र एकदम रमाइलो साथीहरू फोटो खिचिरहनु भएको छ। यो दृश्य आँखाले त हामीले कैद गरिसकेका छौँ, यो क्यामेरामा पनि हामीले कैद गर्ने प्रयास गरिरहेका छौँ। निकै नै रमणीय वातावरण छ गाइस। यात्रा निरन्तर अघि बढिरहेछ। यो पुरै हिउँ नै हिउँ भरिएको हिउँ नै हिउँको संसारबाट हामी अगाडि बढ्दैछौँ र अब हामी एकदम टपमा आइसकेका छौँ र यो सानो खोजबाट पारी पक्कै पनि हिमालको चाहिँ एकदम रमणीय दृश्य देखिन्छ होला। साथीहरू एक्साइटेड हुनुहुन्छ र मलाई ब्लग गराऊ त्यहाँसम्म भनेर आग्रह गर्नुभयो। यो प्राकृतिक दृश्य, प्राकृतिक सौन्दर्यको दृश्यलाई मैले क्यामेरामा कैद गर्दै ल हेर्नुहोस् गाइज कस्तो रमाइलो छ। हामी एकदम ठिक मौसममा आइयो। हिजो हिउँ पऱ्यो, यहाँ हिउँ परेको कारणले यहाँ एकदम हिउँ जमेको छ, रमाइलो छ। र सञ्जय के चाहिँ एक्साइटेड छौ होइन? यहाँ यो गौँडो कटेको चाहिँ के आउँछ भन्नेमा अब सुरु ल यो कटिसकेपछि के आउँछ भन्ने हामीले यो ब्लगमा यसलाई कैद गरिरहेको छौँ र एउटा ठुलो थुम्को, एउटा पहाडको ठुलो थुम्को छ र हामी त्यो थुम्को हुँदै हुँदै अगाडि बढ्छौँ र यतातिर निकै नै रमणीय हिमालको दृश्य छ। हेर्नु एकदमै यो गाइज सञ्जय, आशिष। ओके गाइज, हाम्रो यात्रा अगाडि हामी निरन्तर अगाडि बढिरहेछौँ। हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ। यो एकदमै हिउँनै भरिएको यो हिमाली भेगबाट हामी हिँडिरहेका छौँ। यहाँ एकदम बाक्लो हिउँ जमिरहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। साथीहरू अगाडि हुनुहुन्छ र यो ल गाइस, हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेछौँ। अब हामी यो चुचुरो कटेपछि हाम्रो सायद डेस्टिनेसन आउँछ भन्ने हामीले सोचिरहेछौँ। एकदम रमणीय दृश्य। हामीले निशानपाटीलाई अगाडि छोडेर निक्लिसकेका छौँ। नोस्यामपाटीलाई
त्यो फेरि चोकर डाँडा नि होइन चोकोरयाङ चोकोरयाङ तार्के ग्याङ भने जस्तो चोकोरयाङ चोकोरयाङ ओ केटा हो के ल गाइस बाटो यहाँ के गुफा छ कि यहाँ पैसाले यहाँभित्र हालिदियो भने माकासम्म निक्लिँदैन ध्यान गरेर बस्छु म ध्यान गर्ने त बाहिर भित्रभित्र होला ल गाइस ल हामी अगाडि बढ्छौँ टाढा